हेलो एभ्रिवान, नमस्ते, गुड मर्निङ। म चाहिँ बिहान उठिसकेँ अनि अहिले चाहिँ 6:30 भइसक्यो। आज चाहिँ हाम्रो पाहुना हुनुहुन्छ, त्यही भएर मम्मीले छिटो उठ 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 भन्नुभएको थियो अनि त्यही भएर उठेको रोटीसोटी पकाउन। म सँगसँगै मेरो छोरी पनि उठ्यो नि, उठेर भाँडाकुटी खेल्ने अरे। यता हेर त के खेलेको के भैया कहाँ हो र के चप्पल है र चप्पल है पापा पकाउँ है। Mami, हजुर itu bala. Bala. तिलो छट्टेन चप्पल लगाऊ के सेक्दैछु मैले, त्यही भएर यहाँ पुऱ्याउँदै हो कसलाई दिएको टिकी भन त आमाले पापा खाने हो खै पापा त्यहाँ छ म चाहिँ भर नुहाएर बसेँ
पिङ्कीहरूको थाहा छैन त्यही पनि अलिअलि चाहिँ भिटामिन के भयो के अनि कोसँग बोल्न चाहिँ अहिले म मोबाइलसँग ए म त के बोल्नु कहिले कहिले गर्नु त कहिले नअघि कता होइन भिडियो लेखेर हान्नु यो गाडी छु भने बहुत गुना ठाएर गयो के कुरा गर्नु हेर्नु भन्ने कि मामालाई के हेर भन्छ नि त निला भनेको के भनेको निला जुस यो चाहिँ हाम्रो सेलरोटी तयार भयो अनि यहाँ छ बटुक यो छ हाम्रो तरुल ए छोरा पत्ला न पुड्लु अङ्कलमा पुगेको लगे बुढो जान्छ टाउको लगाइदेऊ रे टाउको लगाइदेऊ रे टाउको लिएर कुखुराको कुखुराको टाउको दिन्छ नाइले ठाउँमा सामान पठाउँछ लिएर आऊ जाऊ टाउको जाऊ ओ कुखुरा ल्याऊ बाबासँग बाबासँग टाउको लिएर जाऊ त्यहाँ यसलाई दियो आउनुहुन्छ भने चाहिँ आनन्द बस्छ मम्माले देऊ कालो मम्माले देऊ मम्माले उता लान लान के आइज नानी चामल चाहिँ कस्तो गरेर छ रहेछ अरे के चाहियो तँलाई करा छ अरे भोलि मिल्दैन नि हामी यस अब मम्मीलाई भन्नु थियो के भन्नु थियो ओके मैले त राम्रो छ भन्ने के बनानु बन्टु भैया चाहिन नगर बन्टु भैया अर्को साथी चार हो नि त अनि ल बन्टु भैया भयो यो चाहिँ हाम्रो
के लाइट बस्नु भयो भन्ने चाहिँ तरुल रेडी भयो आलु र तरुल अब चाहिँ मासु पकाउने कता बसेर छ थालमा पानी हाल्छ एकछिन पकाल्नुहोस् न चिप्लै रहेछ सञ्चालन खुवाउन किन त्यो पनिर चलाइन्छ कता गयो तिमी दुई भान मानौ किनभने त्यस्तो हो पानी हुन्छ पानी हुन्छ पानी सक्नु छिटो खाएर मनपछि तँ हाल्छ ए पानी गयो के मानेर हाल्न माथि त गयो तेल डुबाउँछ नराम्रो 80 रुपियाँ किलो नि के राम्रो हुन्छ त बोकेर नान तेलले ल्याएको 80 रुपियाँ किलो 100-200 वाले ल्याएको कहाँ लानु बाबा मासु ल्याउनु मिठो ल्याउनु सरले खाउनु त्यो मिट मसाला ल्यायो नि मासु ल्यायो एउटा सुरा ल्यायो 5 लिटरको मिठोमा के भयो खानु हजुरले खान्तीको लागि खानु खायो खानु त्यो पुगेको चाहिने लाग्यो त मलाई के भन्नु म लाग्नु पर्छ जिरा पर्कार भुट्नु रोटी तेल जम्यो तेल जमेको थियो बाक्लो भयो कहाँ लडेर यसरी गरेको नि अनि चोरी गर्नुपर्छ दुध हालिदिनु नाइदिनु पोल हालिदिनु हो बन्छ पनि छ हुन्छ ल
केमा फेरि आलु पटेको चाहिँ धनियाँ टिप्न जान्छु धनियाँ सक्दैनौ तिमी त सक्दैन त्यहाँ छोरीले वा छोपा यता यता छोप ल एकछिन बसेको ओ माई गॉड भने त कुखुरालाई के गरिस् न वेलकम वेलकम धन्यवाद नमस्ते नमस्ते यता बस्छ आएर बस्छ त फेरि क्यान्सल यसको चप्पल निकालिहाल्नु पर्यो भाइ कुखुरा बस्छ मरे म त रोटी झिक्न यति दुःख भयो र आज त्यसले झिक्ने बाल्ने दोष पेट जाँदा आजलाई भन्नु त आइसके थिएँ फेरि काम समुद्रसम्म जान्थ्यो सम्झेको त फेरि आउँछ तीन नम्बर रोटी सबै हामी जाँदा एक दुईवटा फेरि नै छ कसको टोइलेट भरे गरेको मोमो खाइए जा घर कहिले बुङ्गुरको चोखो आलिस म त बुधुरो सुकेर राखेको त बुधुरो हेर्नु नखालो एउटीले बनाउनु लाग्छ यहाँ त ईश्वर ढिप्लो राख भनेको त्यहाँ माथि पहिले यता पुग्छु म हुँदैन भन्छु क्या किन भटाउँछ न
मसला त दुईटा लगाउनै सक्छु अन्त हालिदियो ऊ हालिदियो क्या चियाहरू मसला चिसो हिँड्दा राख मासु यहीँ छ मन पऱ्यो त किन भनिहाल्ने मलाई यो कुराहरूको अहिले अहिले 25 लाख भन्छ छेमेको सुपर साइडपट्टि हेर भुजिया भुटम क्या पहिलो न मम्मी यो किन राख्नु ल यो एल पोला खानु नि पोल्छ यो पोलेर ठीक है होला त्यसलाई खोल्नु मेरो हिँडे दिमाग आएन अब भन्नुपर्छ नि अनि कामसँगले सुन जान्छ त्यतिखेर सम्झाइदिनु पछि भन्नुभएको भइसक्ने भयो काम चल अनि मलाई सोना गाडा पठाइदिन्छु युमी के अरे बेलुन भनेको के फुर्सन काट्ने हो उसलाई कहाँ यता आएन नि यता जा म लाउनु सुरुमा सुखी रहनु खुसी रहनु आज के भन्छ अरे पञ्चमी पञ्चमी श्री पञ्चमी सङ्क्रान्तिको भाग कति नराम्रो भएको नमस्ते त्यहाँभन्दा अघि केही नहुने नमस्ते ए नौरेला जस्तो छ रातो छैन अर्कै सेतो त्यस्तै छ त पूजा गर्नु तर एउटा यत्रो टिका हुने चाहिँ कि बेसी कलरको पैसा कति दिनुभएको यहाँ टिका आज टिका लाउने हो र आज त लगाइदिनु मेरो पनि सग्राती भएको होला आमाले लाउने भनेको ए कतिहरू टिका लाने ढ्याप्पै आज त होला आज त यति निकाल्नु न थुप्पा माथि लगाइदियो अन्त ए के यो परेन क्या हाम्रो नानीलाई राख्नु क्या आज नलगाए छेमेला धेरै हुन्छ होला मलाई त पैसा पर्दैन मलाई निरोगी हुनु सुस्थ रहनु व्यस्त रहनु मस्त रहनु सदा सुखी रहनु पैसा पनि लगाइदिनु कहाँ खाएर भन यता हेर्न मलाई भागीमान हुनु नमस्ते 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 तिमी फेरि के बन्छौ डाक्टर बन्छौ कि ऊ भन्छौ के गरी लो तिमी अलि सुधार गर्नु राम्रोसित पढ्नु अहिले ठिरी कलसमा जानु तिमी त डान्सरवाला बन्छन् कि उनी त होइन म पनि त डान्सर वालै बन्ने हो पैसा जल जे आउँछ त्यही दिन्छु ल मलाई त मिठी चाहियो डान्स त्यस्तो प्लिजमा के तिम्रो अहिले दिएको कारण सानीलाई नमस्ते पैसा देखा पैसा 30 रुपैयाँ ल ल एउटा दे दुईटा ल यता खसीको मासु चुकाउने बटुक भुजिया कुखुराको मासु बोला हटाइन्छ नि अब कति जानु खान्छ अमाले काटेको पनि गराइदियो भयो भयो
सेलिब्रेटी खुवाउने मान्छे यिनी हुन्, यिनी घरका। खै त हो बाहिर होइन, बाहिर 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 बाबु के भन्यो बाहिर होइन। अहँ बस्नु मम्मी बस्नु यहाँ फोटोमा छ खाना बिर्सियो खासै पानी खालको तेरो पनि ब्ल्याक भयो फेरि हेर्नु न होला।